नमस्ते सम्पूर्णमा म सुभाषको शपिङ जोनको सञ्चालक सुभाष पण्डितको तर्फबाट आज म बेला बेलामा त बनाइरहेको हुन्थे। आज चाहिँ अलि छोटो बनाउँछु है त, फेरि तपाईहरुलाई ज्ञानका कुराहरू तपाईहरुलाई कसैले पनि नफसाओस् जस्तो लाग्छ। त्यही भएर पनि विशेष गरी फेसबुकमा है, फेसबुकमा बुस्ट गरेर विज्ञापन बुस्ट गरेर तपाईको कुनै पनि समस्या स्किन या त कुनै पनि समस्यासँग सम्बन्धित कुनै पनि प्रोडक्ट को विज्ञापनहरु चाहिँ तपाईको समस्या हप्ता 10 दिनमा पुरै क्लियर भएन भने 100% मनी ब्याक ग्यारेन्टी, 1 रुपैयाँ पनि नकाटिकन तपाईको पैसा फिर्ता दिन्छु। नेचुरल प्रोडक्ट हो भनेर जसले विज्ञापन बनाउनु हुन्छ नि उहाँहरु सरासर ठग हो। तपाईले यति बुझ्नुस्, म पनि 15-16 वर्ष देशदेखि विदेशसम्म मैले युएसए देखि युरोपियन कन्ट्री, थाइल्यान्ड, फिलिपिन्ससम्मको सामान बेच्थे। त्यसरी मेरो अनुभवमा, मेरो लामो अनुभवमा त्यसरी नेचुरल प्रोडक्टले कहिले पनि त्यति छिटो काम गर्दैन। गरे भने पनि टोटली क्लियर हुने, भएन भने म 100% मनी ब्याक ग्यारेन्टी दिन सक्छु भन्ने र दाबी गरे अनुसार दिन सक्दैन। ल कसैले दिन सक्छु भनेर च्यालेन्ज गर्नुहुन्छ भने उहाँले भने जस्तै काम गर्यो भने हप्ता 10 दिनमा जुन विज्ञापनमा बना जस्तै काम गर्यो त्यो प्रोडक्टले भने काम गरेर देखाउनुस्, म 1 लाख दिन्छु। यदि काम गरेन भने उहाँले चाहिँ मलाई 10,000 दिए हुन्छ। म यसरी चाहिँ बाजी राख्न तयार छु। त्यही भएर तपाईहरु नझुकिनु होला। कुनै पनि प्रोडक्टको रिजल्ट भनेको हप्ता 10 दिनमा नेचुरल प्रोडक्टले तपाईको समस्या पुरै क्लियर हुँदैन। र एउटा कुरा मैले बुझेसम्म तपाईको तिलकोठीहरु केहीले नि जान्दैन, लेजर विधिबाट हटाउन मिल्छ। एउटा पोखराको एउटा ब्युटी पार्लरले चाहिँ तिलकोठीमा यो इयरबडमा एउटा तेजाब जस्तोमा डुबाएर जहाँ तिलकोठी छ त्यहाँ छोएपछि त्यो खाल्डै बनाइदिनु भएको छ। त्यो स्किन मैले पनि हेरेको थिएँ, मैले पनि एउटा राम्रो तरिकाले कमेन्ट गरेको थिएँ। अब त्यो स्कार भन्छ हैन, त्यो खाल्डोलाई इंग्लिशमा स्कार भन्छ। त्यो स्कार, त्यो खाल्डो चाहिँ केले पुर्नुहुन्छ? त्यही भएर कहिले पनि भ्रममा नपर्नुस्, विज्ञापनको भ्रममा कहिले नपर्नुस्। अनलाइन होस् या त स्टोर होस्, कसैले यस्ता कुरा गर्नुहुन्छ भने सरासर ठग हो भनेर बुझ्नुस्। तर स्टोरले चाहिँ यसरी यति धेरै कुरा गर्न सक्दैन, किनकि भोलि तपाई त्यहाँ गएर कम्प्लेन गर्नुहुन्छ, लफडा गर्नुहुन्छ भनेर हैन, पैसा माग्नुहुन्छ भनेर। तर अनलाइन बेसमा चाहिँ अहिले धेरै नयाँ पेजहरु बुस्ट गरेको आधारमा उहाँहरुको पेजको बनेको 1-2 महिना नि भएको छैन, म नेपालमै पहिलोचोटी ल्याएको सामान भन्नुहुन्छ के। त्यही भएर तपाईहरु कहिल्यै नझुकिनुस्। मेरो उद्देश्य तपाईहरु जहाँ हुनुस्, जो हुनुस्, मलाई मतलब भएन हैन। तर मलाई जानकारी भएको कुराहरु तपाईहरुलाई पनि शेयर गर्दाखेरि तपाईहरु नफस्यो जस्तो लाग्छ, किनकि मसँग सम्बन्धित कुराहरु छन् के। यो कति कुराहरु मैले बेचेको बाइक सिटी कभरहरु पनि सबै कस्टमरको फिडब्याकहरु पठाउँदा पनि उहाँहरुलाई मैले बुझाउन नसकिरहेको अवस्था हुन्छ। मलाई अनलाइनले ठग्यो, यस्तो गर्यो, उस्तो गर्यो भन्नुहुन्छ। मैले देशदेखि विदेशसम्म म युएई दुबईमा त्यहाँको मन्त्रालय अन्तर्गत रजिस्टर भएर काम गरेको मेरो डकुमेन्टहरु पनि मैले सबमिट गर्दा पनि अझै उहाँलाई बुझाउन सक्दिनँ। मेरो स्टोरको यत्रो फोटो हाल्छु, कस्टमरको फिडब्याक हाल्छु, अझै तपाईलाई ट्रस्ट लाग्दैन भने सर म ठाउँ-ठाउँमा प्रत्येक जिल्लामा गएको सामान छ, उहाँलाई चाहिँ कल गरेर सोध्नुस् अनि बल्ल लानुस् न त। यदि तपाई चितवन भित्र हुनुहुन्छ भने म तपाईलाई देखाएर दिन सक्थे। तर टाढा जिल्लामा त तपाईलाई कसरी देखाएर चाहिँ दिनु त नि, त्यसरी त सम्भव हुँदैन। तपाईलाई अझै पनि क्वालिटीमा डाउट लाग्छ हाम्रो सामानमा भने कस्टमरको नम्बर दिन्छु, प्रत्येक जिल्लामा यो सामान पुगेको ठाउँको, त्यही कल गरेर चाहिँ बुझ्नु होला भनेको हुन्छु। त्यही भएर तपाईहरु कहीं पनि नझुकिनुस्। मैले अलिकति प्रसंग मेरो पनि जोडे। कुनै पनि नेचुरल प्रोडक्टले हप्ता 10 दिनमा क्लियर गर्दैन। जति राम्रो भए पनि विश्वको नम्बर 1 भन्ने प्रोडक्टले पनि हप्ता 10 दिनपछि बल्ल रिजल्ट देख्न थाल्ने है। हप्ता 10 दिनपछि रिजल्ट देखिन थाल्ने हो। तपाईको बडी स्ट्रक्चर, तपाईको हरेक कुराले फरक पर्छ व्यक्ति अनुसारको रिजल्ट टाइम। त्यसले गर्दा तपाईको एभरेज 1.5 महिना 2 महिना आसपासमा चाहिँ तपाईलाई भने जस्तो राम्रो गर्छ। यदि त्यो प्रोडक्ट जेन्युन हो, एकदमै राम्रो छ, तपाईले त्यसको फेरि प्रोडक्ट राम्रो मात्रै भएर हुँदैन। तपाईले हरेक कुरा, तपाईको बडी स्ट्रक्चर, खानपान, सुताई, हरेक कुरा त्यो अनुसार मेन्टेन गर्नुपर्ने हुन्छ। समस्या अनुसार कुराहरु हुन्छन्। त्यो कुराहरुले गर्दाखेरि नझुकिनु होला। अब लामो बनायो भने सुन्नुहुन्न, मैले यति मात्रै भने बेला बेलामा बनाइरहेको हुन्छु। हवस् त, धन्यवाद, नमस्ते।